भुजुङ गाउँ बेसी सहरबाट लगभग 3 घण्टामा पुग्न सकिन्छ। यहाँ कुल 33वटा होमस्टेहरू छन्। गाडीलाई खुल्ला पार्किङ गर्ने या पेड पार्किङ पनि गर्न सकिन्छ। केही बाटो पिच रोड छ यहाँ आउनको लागि, आधाभन्दा बढी बाटो ग्राभल छ। 2.5 घण्टाको यात्रा गरिसकेपछि घले गाउँ आउँछ। यहाँ विश्राम गर्न सक्नुहुन्छ, खाजा खान सक्नुहुनेछ। त्यसपछि केही तेस्रो र अलिकति ओह्रालो बाटो गइसकेपछि 30 देखि 45 मिनेटमा तपाईँ भुजुङ गाउँ पुग्नुहुनेछ। करिब 4 बजीतिर पुग्दा बाख्राहरू पनि वन जङ्गलमा चरिचरण गरेर घरतर्फ फर्किँदै गरेका देखिए। यो स्थान तपाईँ कार पार्क या बस पार्कबाट झर्दाको दृश्य हो। यहाँबाट तपाईँले रोजेको छानेको बुक गरेको होमस्टेमा जान सक्नुहुनेछ। यदि अग्रिम बुक गर्नु भएको छैन भने सोध्दै खोज्दै पनि जान सक्नुहुनेछ। भुजुङ गाउँमा यहाँलाई स्वागत छ। होमस्टेका दाई धनबहादुरलाई फोन गरेका थियौँ। उहाँले बस पार्क या कार पार्कमा लिन आउनु भएको थियो। हामी 5-6 मिनटमा ओह्रालो बाटो लागेर उहाँको होमस्टेमा पुग्यौँ र झोलाहरू राखेर केही बेर हामी रेस्ट गऱ्यौँ। सफा तन्ना र सिरकको खोल भएको साइडमै कम्बोर्ड बाथरुम पनि छ। एउटा सिँगै लोकल भाले अर्डर गर्यो। त्यो उहाँले आधा भुटुवा र आधा झोलको रूपमा पकाउँदै हुनुहुन्छ। हाम्रो सम्पूर्ण ग्रुप मेम्बरहरू अगेनाको वरिपरि बसेर आगो ताप्दै यो होमस्टेका प्रोप्राइटर शोभारा गुरुङसँग चिनापर्ची गर्दै थियौँ। यसको साथै दोस्रो मेन आइटम सुकुटी पनि अर्डर गरेको थियौँ। त्यो पनि फ्राई हुँदैछ यहाँ। तेस्रोमा झ्वाइकटेसँग खाने लोकल माछा पनि फ्राई हुँदैछ। भुजुङ आइसकेपछि लोकल आलु फ्राई खान त बिर्सनु भएन र भातसँग खान लोकल कुखुराको झोल, कालो दाल यो मास र न्युरोको तरकारी। कालो मासको गेडालाई फुटाल्नलाई हातकै प्रयोग गरेर मिची गरेको चाहिँ अलिकति मलाई मन परेन, डाइजेस्ट भएन। अब म यहाँहरूलाई भुजुङ गाउँको टुर गराउन गइरहेको छु। नेपालको लमजुङ जिल्लामा अवस्थित भुजुङ गाउँ प्राकृतिक सौन्दर्य, शान्त वातावरण र सांस्कृतिक समृद्धिले भरिएको एक अद्भुत गन्तव्य हो। अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने यो गाउँ पर्यटकहरूको लागि दिन प्रतिदिन आकर्षकको केन्द्रबिन्दु बन्दै गएको छ। भुजुङ गाउँ गुरुङ समुदायको प्रमुख बस्ती हो। यहाँको जीवनशैली सरल, परम्परागत र प्रकृतिसँग नजिकिएको छ। गाउँका घरहरू ढुङ्गा र काठले बनेका छन्, जसले यहाँको मौलिकता झल्काउँछ। सफा बाटो, अनुशासित बसोबास र हरियाली वातावरणले जो कोहीलाई पनि आकर्षित गर्छ। भुजुङ गाउँको आफ्नै ऐतिहासिक र सांस्कृतिक पहिचान छ। गुरुङ समुदायले आफ्नो भाषा, वेशभूषा, परम्परा र संस्कारलाई आजसम्म जोगाएर राखेका छन्। यहाँका चाडपर्व, विशेष गरी लोसार, ठुलो हर्षोल्लासका साथ मनाइन्छ। परम्परागत नृत्य, गीत र बाजागाजाले गाउँलाई अझ जीवन्त बनाउँछन्। यहाँका बासिन्दाहरू मुख्यतया कृषि र पशुपालनमा निर्भर छन्। बिहान सबेरै उठेर खेतबारीमा काम गर्ने, पशु चौपाएको हेरचाह गर्ने र सरल जीवन बिताउने यहाँको दैनिकी हो। गाउँको जीवन सहरको भिडभाडबाट टाढा, शान्त र प्राकृतिक छ, जसले मनलाई सन्तुलन र सुकुन दिन्छ। भुजुङ गाउँमा होमस्टे प्रणाली निकै विकास भएको छ। यहाँ आउने पाहुनाहरूलाई स्थानीय परिवारले आत्मीयताका साथ स्वागत गर्छन्। स्थानीय परिकारहरू जस्तै ढिँडो, गुन्द्रुक, सागसब्जी र अर्ग्यानिक खाना स्वाद लिन पाइन्छ। होमस्टेमा बस्दा पर्यटकहरूले गाउँको वास्तविक जीवनशैली, संस्कृति र परम्परालाई नजिकबाट अनुभव गर्न सक्छन्। भुजुङ गाउँ वरिपरि हरियाली जङ्गल, खोलानाला र हिमालका मनमोहक दृश्यहरू छन्। यहाँको हावा स्वच्छ र वातावरण शान्त छ। बिहानको सुनौलो घाम, चराचिरबिर र साँझको मनमोहक सूर्यास्तले यो ठाउँलाई अझ विशेष बनाउँछ। प्रकृति प्रेमीहरूको लागि यो स्थान एक स्वर्ग जस्तै अनुभव हुन्छ। भुजुङ गाउँ ट्रेकिङका लागि पनि उत्कृष्ट गन्तव्य हो। यहाँ पुग्न पैदल यात्रा गर्नुपर्छ, जसले यात्रालाई अझ रोमाञ्चक बनाउँछ। बाटोभरि हरियाली जङ्गल, साना खोला र रमाइला दृश्यहरूले यात्रालाई अविस्मरणीय बनाउँछ। ट्रेकिङ मन पराउनेहरूका लागि यो ठाउँ उपयुक्त विकल्प हो। भुजुङ गाउँका मानिसहरू अत्यन्तै मिलनसार र अतिथि प्रेमी छन्। पाहुनालाई सम्मान र माया दिने यहाँको परम्परा विशेष छ। यहाँ पुगेपछि तपाईँले आफैलाई परिवारकै सदस्य जस्तै महसुस गर्नुहुनेछ। भुजुङ गाउँ
अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने भएकाले यहाँ वातावरण संरक्षणमा विशेष ध्यान दिइन्छ। फोहोर व्यवस्थापन, जङ्गल संरक्षण र स्वच्छता कायम राख्ने काममा स्थानीय बासिन्दाहरू सक्रिय छन्। यसले गाउँलाई अझ सफा र सुन्दर बनाएको छ। यदि तपाईँ शान्त वातावरण, प्राकृतिक सुन्दरता र सांस्कृतिक अनुभव खोज्दै हुनुहुन्छ भने भुजुङ गाउँ उत्तम गन्तव्य हो। यहाँ तपाईँले नयाँ ऊर्जा, शान्ति र आनन्दको अनुभव गर्नुहुनेछ। प्राकृतिक सम्पदा, सांस्कृतिक धरोहर र आत्मीय आतिथ्यताले भरिएको भुजुङ गाउँ जीवनमा एकपटक अवश्य भ्रमण गर्नुपर्ने स्थान हो। यहाँको यात्रा तपाईँको स्मृतिमा सधैँका लागि बसिरहनेछ। भुजुङ आउनुभयो भने होमस्टे 3मा बस्नुहोला। यहाँ चाहिँ 2वटा कोठा एट्याच छ। यहाँ दिदीले मलाई बिहानको मिठो कफी खुवाएर स्वागत गर्नुभयो र मैले उहाँको यो होमस्टेमा बस्ने मौका पाएन, किनकि म वैशाख 1 गति आइपुगेको थिएँ र उहाँको यो होमस्टे त्यो दिन चाहिँ प्याक थियो। तर जे हो, होमस्टे 31मा पनि हाम्रो बसाइ राम्रो नै रह्यो। बिहानको नास्ताको क्रममा छौँ। हामीहरू कोदोको सेलरोटी र मिठो तरकारीसँग चियाको सुप लिँदै बिहानको नास्तालाई हामीले सम्पन्न गऱ्यौँ र टिकाटालो गरेर बिदाई भयौँ यो घरबाट। आफ्नो झोला लिएर 5-7 मिनटको उकालो बाटो लाग्यौँ। कस्तो भइरहेछ माया दिजु? कस्तो राम्रो, तर अलिक हिँड्न समस्या परे। ल हामी भुजुङलाई बिदाई गर्दै